त्यसले के तपाईँले भन्नु त ऊ तपाईहरु बाहिर गएर बोल्नु ल म यहाँ काम गर्दैछु डिस्टर्ब हुन्छ ल हेर्नु है लु भन हेर्नु है यस्तो छ हाम्रो काका यस्तो के गर्नुभएको काका तैँले किन भिडियो के गर्नुभएको यो अनि भिडियोको आकार के तपाईँले जङ्गिनु भयो त्यसले मैले गर्नु यो के यस्तो साँच्ची छ जङ्गेको के के हो तिम्रो एक ठाउँ भएन नि प्लिज है मेरा प्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू यस्तै चलिरहेछ होइन यहाँ हाम्रो काकाहरूको होइन यहाँनिर एउटा परेको थियो योजना त्यो कुरा पनि गर्न पाइएन होइन ठिक छ गाउँ भनेको यस्तै रहेछ होइन घरको भाइ होइन यसले मलाई थ्याङ्क यू बडामा हरेक अनि यो चाहिँ के हो काका यो के गर्नुभएको भन्नु न। तपाईँले मलाई सम्झाउने हो कि भएन भने सुन्नु मैले गल्ती गरेँ भने नि मलाई हात लाउनु भन्दा पहिले मेरो बुवालाई सोध्नु के गएर यस्तो 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 कुरा गर्दैछ भदिले यस्तो कुरा गर्दैछ सुन्नु न काका त्यस्तो हो नि त त मेरो छोरासँग हो कि त बाटो न हो म मान्छे तपाईँ बाउ नै होला होइन तर नि काका यो गर्नु पनि जुन यो चाहिँ अलिकति भएन मलाई मैले वडा कार्यालय भित्र हो भिडियो नगर आइज बाहिर भने लेखेको मात्र हो के गरे तपाईँले भन्नु त ऊ तपाईहरु बाहिर गएर बोल्नु ल म यहाँ काम गर्दैछु डिस्टर्ब हुन्छ ल हेर्नु है लु भन हेर्नु है यस्तो छ हाम्रो काका यस्तो छ के गर्नुभएको काका तैँले किन भिडियो के गर्नुभएको यो अनि भिडियोको आकार के तपाईँले जङ्गिनु भयो त्यसले मैले गर्नु यो के यस्तो साँच्ची छ जङ्गेको के यो कुरा के हो तिम्रो एक ठाउँ भएन नि प्लिज है मेरा प्यारा नेपाली दाजुभाइ तथा होइन पहिलेको कुराहरू पनि काका सुन्नु मेरा प्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू मेरो गाउँमा परेको योजना पहिले पनि ल्याप्स भएर गएको छ कोल्याप्स भएर गएको छ होइन त्यो कुरा फेरि पनि नजाओस् भन्नका लागि मैले अङ्कलहरूसँग ठुलो मान्छेसँग होइन अलिकति जो होइन तर उहाँले मलाई हात हाल्नु भयो होइन यसको लागि चाहिँ प्लिज है जो हुनुहुन्छ अगाडि हुनुहुन्छ नि प्लिज है प्लिज यो चाहिँ दिक्तेल रूपाकोट मजहर नगरपालिका खोटाङ जिल्लाको होइन दिक्तेल रूपाकोट मजहर नगरपालिकामा पर्छ वडा नम्बर 7 हो होइन मेरो चाहिँ वडा नम्बर 7 को चाहिँ सुम्बुरा भन्ने गाउँमा एउटा योजनाको लागि कुरा गर्दाखेरि म माथि हातपात भयो मेरै काकाबाट है मेरा प्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू अब ल तैँले के तपाईँले मलाई सम्झाउने हो कि भएन भने सुन्नु